पहाडको रहस्यमय खजाना। के तपाईँ रहस्य र खतराले भरिएको यात्रामा जान तयार हुनुहुन्छ? एउटा यस्तो खजानाको खोजी जसले तपाईँको जीवन नै परिवर्तन गरिदिन सक्छ। 4 जना साथीहरू रमेश, सीता, हरि र गीता एउटा पुरानो नक्साको आधारमा पहाडतिर लाग्छन्। नक्साले एउटा शक्तिशाली पत्थर लुकेको ठाउँ देखाउँछ जसले अपार शक्ति दिन सक्छ। उकालो लाग्दै गर्दा बाटो झन अप्ठ्यारो हुँदै जान्छ। घना जङ्गल, चिप्लो बाटो र अनौठा आवाजहरूले उनीहरूलाई डर देखाउँछन्। तर खजानाको लोभले उनीहरूलाई अगाडि बढ्न प्रेरित गर्छ। एउटा पुरानो गुफामा पुग्छन् जहाँ रहस्यमय सङ्केतहरू कुदिएका छन्। गुफाभित्र पस्दा उनीहरूलाई लाग्छ कि कोही अदृश्य शक्तिले हेरिरहेको छ। एक्कासी गुफाभित्र भयानक आवाज आउँछ र उनीहरू डराएर भाग्छन्। तर गीता हराउँछिन्। साथीहरू उनलाई खोज्दै अगाडि बढ्छन्, डर र अनिश्चितताको बीचमा। अन्तमा उनीहरूले गीतालाई भेट्टाउँछन् र सँगै एउटा चम्किलो पत्थर फेला पार्छन्, शक्तिको पत्थर। तर पत्थर छुने बित्तिकै गुफा हल्लिन थाल्छ र उनीहरू भाग्न बाध्य हुन्छन्। के उनीहरू पत्थरको शक्तिलाई नियन्त्रण गर्न सक्लान्? के उनीहरू यो खतराबाट बच्न सक्लान्? अब जान्नुहोस् यो रहस्यमय यात्राको अन्त्य कस्तो हुन्छ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस् र कमेन्टमा आफ्नो विचार लेख्नुहोस्।